गुनासो छैन केही तिमीसँग, तिमीले यो मन तोडेर गएकोमा। तिमी जहाँ छौ जस्तो छौ खुसी हुनु सायद प्रेमको यही परिभाषा हुन सक्छ। र गुनासो गरौँ पनि खैम के, हिजो फुल तोड्दा सुरुवात भएको हाम्रो प्रेममा आज मन तोडेर जाँदा अन्त्य भयो। आखिर दुईटैको भाष्य तोड्नु नै थियो। फरक यति हो, फुल तोड्दा सम्बन्ध जोडियो, तर मन तोड्दा सम्बन्ध टुट्यो। त्यसैले जानु र आउनुमा दुईटी भाष्य हुन सक्छ। तिमी आयौ सुन्दर भएर, तिमी गयौ पनि सुन्दर नै भएर, यो मनबाट दिमागबाट। हाम्रो त्यो चौताराहरू जहाँ हामी दुई भेट्ने गर्थ्यौँ एकअर्काको स्पर्शका साथ, त्यो चौतारो त्यही रहनेछ। अनि मेरो पर्खाइ पनि त्यही, अनि स्वयं म आफै त्यही। फरक यति यो म हुनेछु, तिमी रहने छैनौ। कुनै दिन मेरो यादले तिमीलाई सताएछ भने तिमी फर्केर आउनु त्यही चौतारीमा। तिमी यो नसोच्नु मैले बाटो बिर्से, तर मेरो गन्तव्य त्यही रहनेछ तिम्रो पर्खाइमा। तिम्रो लागि त्यो चौतारीको भेट, यो स्पर्शको हात सधैँ तिम्रै पर्खाइमा रहनेछ। यस्तो लागेछ भने तिमी फर्केर आउनु, यो मनले अँगाल्नेछ तिमीलाई। तिम्रो सुखमा होइन, दुःखमा होइन, तिम्रो सबै कुरामा अँगाल्नेछ यो मनले। तिमी बस जहाँ छौ जस्तो छौ खुसी रहनु। यस्तो नलागोस् तिमीलाई कि तिमी बार बार तडपिनु परोस् म जसरी। किनभने मेरो निद्राको सपनी पनि तिमी थियौ भने बिहानीको उज्यालो फक तिमी। सम्झिन्छु, तडपिन्छु, म कराउँछु, म चिच्याउँछु, तर यो चार केल्लाको कोठाभित्र माथि सुनाउनको लागि म छु, तर सुन्नको लागि तिमी छैन। म बुझ्छु तिमी साथमा छैन, तर तिमी मेरो यादमा छौ। म बुझ्छु तिमी साथमा छैन, तर पनि तिमी मेरो यादमा छौ। तिमी भौतिक दूरीबाट टाढा भएको हो, यो मनको दूरीबाट कहिले छैन।